नमस्कार एभ्रिवान, म अम्बिका रायमाझी सधैँ आज पनि म हजुरहरूमाझ एउटा बिक्रीमा रहेको जग्गाको भिडियो लिएर उपस्थित भइसकेको छु। आज हजुरहरूलाई मैले देखाउन लागिएको जग्गा चाहिँ सुन्दर रहेछ। नौ विराट चोक मोरङमा रहेको छ। हजुरहरूले देख्न सक्नुहुन्छ यो मेन पिच गरेको 42 फुटको पिच बाटो चाहिँ चाँदनी पेट्रोल पम्पबाट दक्षिणतर्फ झर्ने बाटो हो। यही दक्षिणतर्फ आउँदाखेरि लगभग 600 मिटर जति हजुरहरू आइसके पछाडि चाहिँ हजुरहरूले यो जग्गा पाउन सक्नुहुन्छ। जग्गामा जाने बाटो चाहिँ 20 फुटको टाइल्स लाको बाटो रहेको छ। हजुरहरूले देख्न सक्नुहुनेछ। हजुरहरूलाई देखाउन लागिएको जग्गा चाहिँ यही घर भएको छेउको जग्गा हो। यो घर भनेको मेन बाटोमा नै टच भएको छ भने यो चाहिँ सेकेन्ड घडेरीमा पर्छ। हजुरहरूलाई म देखाउन लागिरहेको छु। यो परालको माझ भएको घडेरी चाहिँ बिक्रीमा आएको छ। घडेरीको टोटल क्षेत्रफल चाहिँ हजुरहरूले 10.25 दूर पाउन सक्नुहुनेछ भने अब म हजुरहरूलाई ढिलो नगरी घडेरीको बारेमा अन्य जानकारी गराउन लागिरहेको छु। यो घडेरीको क्षेत्रफल 10.25 दूर रहेको छ भने घडेरीको मुख चाहिँ टोटल 32 फुट रहेको छ भने यो घडेरी चाहिँ उत्तर मोहडातिर रहेको छ। अब म हजुरहरूलाई ढिला नगरी यो घडेरीको अगाडिपट्टिको बाटो भन्न लागिरहेको छु। अगाडिपट्टिको बाटो चाहिँ हजुरहरूले 20 फुटको पाउन सक्नुहुनेछ भने वरिपरि चाहिँ एकदमै ठुला ठुला घरहरू बनेका छन्। एकदमै बाक्लो बस्ती भएको एरियामा चाहिँ एकदमै राम्रो घडेरी चाहिँ बिक्रीमा आएको छ। हजुरहरूलाई यो घडेरी कस्तो लाग्यो? यदि हजुरहरूलाई यो घडेरी मन पर्यो भने म घडेरीको प्राइस भन्न लागिरहेको छु। घडेरीको प्राइस चाहिँ हजुरहरूले दसैँ तिहार अनि छठसम्मको लागि चाहिँ यो विशेष अफरमा चाहिँ हजुरहरूले यहाँ 2,60,000 पर्ने घडेरी हो। यो चाहिँ हजुरहरूले दसैँ तिहार र छठसम्मको लागि चाहिँ प्रतिदूर 2,35,000 मा नै पाउन सक्नुहुनेछ। आजको घडेरीको भिडियो हजुरहरूलाई कस्तो लाग्यो? यदि मन परेमा लाइक, कमेन्ट एन्ड सेयर गर्न भने नभुल्नुहोला। अनि आगामी दिनहरूमा पनि यस्तै घडेरीहरूको भिडियो हेर्न चाहनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नुहोला भन्दै हजुरहरूमा बिदा हुन चाहन्छु। हस् त, बाई बाई।